इन्डियन एरोनोटिक्समा मैले पनि त्यहाँ पनि मैले काम गर्ने अवसर पाएको थिएँ, तर मैले पछि गरिनँ। त्यहाँ जुन अहिले उडिसामा छ, जसमा तपाईँको अग्नि 5 बनायो, त्यतिखेर म सेलेक्टेड पर्सन हो इन्डियाको अग्नि 5, तर मैले त्यतिखेर जब गरिनँ त्यो। कारण किनभने अर्काका देश लागि म हतियार बनाउँदिनँ, किनभने नेपाल चाहिन्छ। यो चाहिँ राम्रो गर्नुभयो। यो चाहिँ विनयजङ बस्नेत भन्ने मान्छेसँग हामीले कमेडी गरेको भिडियो बाहिर ल्याइदिए हो है। तपाईँले विनयजङ बस्नेतलाई ल्याएर उभ्याउन सक्नुहुन्छ। खिचेर गनले हालिदियो त मेरो बाउ के गयो। यो चाहिँ आधिकारिक होइन है, किनभने मैले आज यहाँ आएर उभिएर बताउनुपर्छ। र यो आरोप पनि यो विनयजङ बस्नेत भन्नेसँग हामीले प्र्याङ्क गरेको के पो भने दाइतोले है कहिले हुन्छ भिडियो दाइतो इन्डियन एरोनोटिक्समा मैले हो इन्डियन एरोनोटिक्स हेर्नुहोस् यो जो एसएलसी फेल भए मान्छे इन्डियन एरोनोटिक्स टिकराम दाइले मलाई बिहान फोन गर्नुभयो के त यो भन्नुभयो। मैले दाइ उसले जिन्दगीमै कमेडी गरिरहेछ, मान्छेलाई कमेडी गरेर उसले चाहिँ नमाच्या खुट्टालाई भाँचो बनायो, हामीले बनाइदिउँ, हामीले ढाँड्दै सिएको कुराहरू महेन्द्रबहादुर साईलाई दाइ तपाईँ गएर यसरी बोलिदिनु पऱ्यो, बुझ्नुभयो मेरो बारेमा चाहिँ सपोर्ट हुन्छ भनेर चाहिँ यहाँ ल्याएर हल्ला गर्न आउने मान्छे त्यो। ज्ञानबहादुर कतिसम्म खतम मान्छे भन्ने कुरो त मलाई थाहा छ नि यार, मलाई थाहा छ यो मान्छे के हो, यो मान्छे को हो, हामी त लास्ट पनि ज्ञान दा कहाँ हो त्यो। अनि यत्रो मिडियामा आइसक्यो के गर्नु त, अब के भनौँ मैले। त्यही भन्ने नि ए तिमीले यो बारेमा त मैले बेबारिस लास पोल्छ मेरो दाइले भनेर समझमा पहिले मान्ने हुँदाखेरि बोल्नु पर्ने थिएन। अब के गर्नु त मैले, उसले भनेको सही हो भन्ने नि मैले। ए इन्डियन एरोनोटिक्समा मैले पनि त्यहाँ पनि मैले काम गर्ने अवसर पाएको थिएँ, तर मैले पछि गरिनँ। त्यहाँ जुन अहिले उडिसामा छ, जसमा तपाईँको अग्नि 5 बनायो, त्यतिखेर म सेलेक्टेड पर्सन हो इन्डियाको अग्नि 5, तर मैले त्यतिखेर जब गरिनँ त्यो। कारण किनभने अर्काका देश लागि म हतियार बनाउँदिनँ, किनभने नेपाल चाहिन्छ। यो चाहिँ राम्रो गर्नुभयो। यो चाहिँ विनयजङ बस्नेत भन्ने मान्छेसँग हामीले कमेडी गरेको भिडियो बाहिर ल्याइदिए हो है। तपाईँले विनयजङ बस्नेतलाई ल्याएर उभ्याउन सक्नुहुन्छ। खिचेर गनले हालिदियो त मेरो बाउ के गयो। यो चाहिँ आधिकारिक होइन है, किनभने मैले आज यहाँ आएर उभिएर बताउनुपर्छ। र यो आरोप पनि यो विनयजङ बस्नेत भन्नेसँग हामीले प्र्याङ्क गरेको के पो भने दाइतोले है कहिले हुन्छ भिडियो दाइतो इन्डियन एरोनोटिक्समा मैले हो इन्डियन एरोनोटिक्स हेर्नुहोस् यो जो एसएलसी फेल भए मान्छे इन्डियन एरोनोटिक्स टिकराम दाइले मलाई बिहान फोन गर्नुभयो के त यो भन्नुभयो। मैले दाइ उसले जिन्दगीमै कमेडी गरिरहेछ, मान्छेलाई कमेडी गरेर उसले चाहिँ नमाच्या खुट्टालाई भाँचो बनायो, हामीले बनाइदिउँ, हामीले ढाँड्दै सिएको कुराहरू महेन्द्रबहादुर साईलाई दाइ तपाईँ गएर यसरी बोलिदिनु पऱ्यो, बुझ्नुभयो मेरो बारेमा चाहिँ सपोर्ट हुन्छ भनेर चाहिँ यहाँ ल्याएर हल्ला गर्न आउने मान्छे त्यो। ज्ञानबहादुर कतिसम्म खतम मान्छे भन्ने कुरो त मलाई थाहा छ नि यार, मलाई थाहा छ यो मान्छे के हो, यो मान्छे को हो, हामी त लास्ट पनि ज्ञान दा कहाँ हो त्यो। अनि यत्रो मिडियामा आइसक्यो के गर्नु त, अब के भनौँ मैले। त्यही भन्ने नि ए तिमीले यो बारेमा त मैले बेबारिस लास पोल्छ मेरो दाइले भनेर समझमा पहिले मान्ने हुँदाखेरि बोल्नु पर्ने थिएन। अब के गर्नु त मैले। उसले भनेको सही हो भन्ने नि मैले। ए